तपाईँ व्यापारी बढी हो कि राजनीतिज्ञ बढी? म नेपाली बढी हो। छाउपडी छैन तपाईँको वहाँ, देउकी छ होइन तपाईँको वहाँ भन्ने। अनि मलाई त्यो मनमा चाहिँ बिज्यो त्यो। हामीप्रति त पर्सेप्सनै गलत बसिया रहेछ। एक त नामै सुदूर राखिदियो, हाम्रो आएको सम्भावनाको कुरा त अगाडि आएन। यो चाहिँ नि यसलाई चाहिँ ब्रेक गर्नुपर्छ भनेर सुन्दर सुदूरपश्चिम अभियान भनेर त्यो बेला चलाएको हो। सुन्दर छ है सुदूरपश्चिम भनेर चिनाउनु त पर्यो, मान्छेको पर्सेप्सन त चेन्ज गर्नु पर्यो। सामान्यतया अतिक्रमित संरचना होस् अथवा मुआब्जा सरकारले लिएर नै कुनै पनि संरचना भत्काइन्छ, त्यो चाहे काठमाडौँ महानगरपालिका होस्, अघिल्लो साताको वीरगन्जमा होस्, अथवा कुलमान घिसिङजी मन्त्री हुँदा हेटौँडाको होस्, कहीँ पनि सौहार्द र स्वस्फूर्त रूपमा त्यो अभियान चल्दैन। तर बडा दुर्लभ किसिमको एउटा नमुना संयोग देखियो धनगढीमा, जहाँ स्वयं घरबेटीहरूले आफूले करोडौँ लगाएका संरचनाहरू आफै भत्काए। सायद 28 जनाले भत्कायो, 428वटा। त्यो कसरी उनीहरू चाहिँ तपाईँप्रति नतमस्तक भएका? नतमस्तक होइन, विकासतिरको उत्कृष्ट चाहना भएको सम्मोहन। अनि त्यो प्रत्येक रूपमा मलाई अगाडि सारेको पनि त त्यस कारण हो नि। धनगढीमा मात्र नभएर नेपाल नै पुरै हामीलाई विकसित रूपमा देख्न चाहन्छौँ। त्यसको लागि चाहिँ हजुरको विचार के छ होला? खास गरी अब सुदूरपश्चिम पनि नेपालभित्रै हो। सङ्घीय र प्रदेश सरकारको अधिकारको हस्तक्षेप भयो भन्ने नाममा विशेष गरी धनगढीलाई केन्द्रको बजेट र ठुला आयोजनाहरूबाट अगलाप राख्नु भएको भन्ने आरोप त लाग्छ नि तपाईँलाई? नेपालको संविधानको बहुत सुन्दर पक्ष भनेर हामी भाषण गर्छौँ, धेरै कुरा बोल्छौँ, समन्वय सहकार्य सहअस्तित्व भन्छौँ नि। तर कसले के काम गर्ने? खालि यहाँ के भयो भने पार्टी बन्यो, तपाईँले हेर्नुभयो ठुल्ठुलो पार्टी बन्यो नि, तर देश त बनेन नि। देश त धनधन उतो लाग्यो। कालो मोसो पनि दलाउँछु, जुत्ताको माला पनि लगाउँछु, बोधाई पनि खान्छु भनेर माइन्ड मेकअप गरेर आएको। तर म यो पछि निर्णयबाट पछि हट्दैन। एकजना पदमराज जोशी भन्ने एउटा सर हुनुहुन्थ्यो, उहाँले के भन्नुभयो भने यस्तो यस्तो मेरो स्कुलमा त छोरीहरू बुवाको पाइन्ट लाएर आउँछन् स्कुलमा अरे। अनि बुवाको पाइन्ट लाएर आउँछन्, पाइन्ट लाएर आउँछन्, डोरीले बाँधेको हुन्छ पाइन्ट, लेख्ने पनि कागज हुँदैन भनिसक्यो। त्यही बसेर मैले यो डिसिसन गरेँ कि अरू चिजमा खर्च गर्दैन। अब म जति मेरो पारा सर्भिसहरू आउँछ म यो बच्चाहरूको स्टेसनरीमा खर्च गर्छु भनेर। धनगढी सभा छ, त्यो गोपाल हमालले सभा गरेर सभा भएको होइन, न नगरपालिकाले सभा गरेर सभा भएको, त्यो त्यहाँको जनताले सभा गरेर सभा भएको। संसारमा कहिले सहर सभा भएको कारण कुनै पनि संसारमा सभा भएको म्युनिसिपालिटीले सभा गरेर सभा भएको होइन। त्यहाँको जनताले फोहोर नगर्नु, त्यही कारण फोहोर नगर्ने बानी बसाल्नु। तपाईलाई त्यो अवस्था